त्यसो भए उच्च रक्तचाप भनेको के हो त? उच्च रक्तचाप एक सामान्य तर गम्भीर स्वास्थ्य समस्या हो जुन विश्वभरि लाखौं मानिसलाई प्रभावित गर्दछ। यसका लक्षणहरू धेरैजसो समय स्पष्ट हुँदैनन्। उच्च रक्तचापले धमनीहरूमा रगतको दबावलाई असामान्य रूपमा बढाउँछ, जसले शरीरका विभिन्न अङ्गहरूमा दीर्घकालीन असर गर्न सक्छ। यसले हृदयघात, मस्तिष्कघात, मृगौलाको समस्या र अन्य गम्भीर रोगहरूको जोखिम धेरै नै बढाउँछ। यसले गर्दा उच्च रक्तचापको बारेमा जानकारी राख्नु र यसबाट बच्ने उपायहरू अपनाउनु अत्यन्त आवश्यक छ। उच्च रक्तचाप भनेको धमनीहरूमा रगतको दबाव सामान्यभन्दा बढी हुनु हो। रक्तचापलाई मिलिमिटर अफ मर्करी mmHg मापन गरिन्छ। यसलाई दुई अङ्कहरूले जनाइन्छ, सिस्टोलिक र डायस्टोलिक। सिस्टोलिक दबाव भनेको हृदयले रगत पम्प गर्दा धमनीहरूमा हुने दबाव हो भने डायस्टोलिक दबाव भनेको हृदयले आराम गर्दा धमनीहरूमा हुने दबाव हो। सामान्य रक्तचाप 120/80 mmHg मानिन्छ। यदि रक्तचाप 130/80 mmHg भन्दा बढी छ भने यसलाई उच्च रक्तचापको रूपमा लिइन्छ। त्यसो भए यसका लक्षण के हो त? उच्च रक्तचापको लक्षणहरू प्रारम्भिक चरणमा नदेखिन सक्छन्, तर जब यो गम्भीर बन्छ नि निम्न लक्षणहरू देखिन्छन्। टाउको दुखाइ, विशेष गरी बिहानको समयमा टाउको दुख्छ। आँखाको रेटिनामा असर गर्न सक्छ, दृष्टि धमिलो हुन सक्छ। फोक्सोमा असर गर्न सक्छ, जसले गर्दा सास फेर्न कठिन हुन सक्छ। नाकको रक्तवाहिकाहरू फुट्न सक्छन् र नाकबाट रगत आउन सक्छ। मस्तिष्कमा रक्त प्रवाह कम हुन सक्छ र जसको कारणले गर्दा चक्कर आउने र कमजोरी महसुस हुन सक्छ। हृदयमा असर गर्न सक्छ र त्यसले गर्दा मुटुको अनियमित धड्कन हुन सक्छ, धड्कन अनियमित हुन सक्छ। हृदयघातको सङ्केत हुन सक्छ, पछाडि र छातीको भाग दुख्न सक्छ। त्यसो भए उच्च रक्तचापका कारण के हुन् त? अस्वस्थ खानपान, धेरै नुनको सेवन, चिल्लो र प्रशोधित खाना, फाइबरको कमी। त्यस्तै अर्को हो शारीरिक निष्क्रियता। व्यायामको अभावले पनि शरीरको मेटाबोलिजममा असर गर्छ। धुम्रपान र रक्सी सेवन, निकोटिन र रक्सीले धमनीलाई साँघुरो बनाउँछ। तनाव र निन्द्राको कमी, दीर्घकालीन मानसिक तनावले पनि रक्तचाप बढाउँछ। वंशाणुगत कारक पनि हुन सक्छ। परिवारमा उच्च रक्तचापको इतिहास छ भने त्यो व्यक्तिलाई पनि उच्च रक्तचाप हुन सक्छ। पुराना रोगहरू जस्तै मृगौलाको समस्या, मधुमेह र हर्मोनल असन्तुलन। अब यसबाट कसरी बच्ने त? उच्च रक्तचापबाट जोगिनका लागि जीवनशैलीमा विभिन्न परिवर्तन गर्न सकिन्छ। स्वस्थ आहार, फलफुल र तरकारी, धेरै फलफुल र तरकारी खानुहोस्। यसले शरीरलाई आवश्यक पोषक तत्त्व प्रदान गर्छ। नुनको मात्रा कम गर्नुहोस्। दैनिक नुनको मात्रा 5 ग्रामभन्दा कम खानुहोस् राख्नुहोस्। प्रशोधित र चिल्लो खाना कम गर्नुहोस्। फाइबरयुक्त खाना, गेडागुडी, पत्तेदार सागसब्जी र अनाज जस्ता फाइबरयुक्त खाना बढी खानुहोस्। त्यस्तै अर्को हो नियमित व्यायाम। दैनिक 30 मिनट मध्यम व्यायाम जस्तै हिँड्ने, साइकल चलाउने वा योगा गर्नुहोस्। शारीरिक गतिविधिहरूमा तपाईँ सक्रिय रहन सक्नुहुनेछ। त्यस्तै अर्को तौल नियन्त्रण। स्वस्थ तौल, आफ्नो तौल नियन्त्रणमा राख्नुहोस्। मोटोपना उच्च रक्तचापको एउटा प्रमुख कारण हो। त्यस्तै अर्को धुम्रपान र रक्सी छोड्नुहोस्। धुम्रपान नगर्नुहोस्। धुम्रपानले धमनीहरूलाई साँघुरो बनाउँछ, जसले रक्तचाप बढाउँछ। रक्सी कम गर्नुहोस्। रक्सीको सेवन कम गर्नुहोस् अथवा सक्नुहुन्छ भने छोड्नुहोस्। त्यस्तै अर्को तनावको व्यवस्थापन, योगा र ध्यान। ध्यान र गहिरो श्वासको अभ्यास गर्नुहोस्। पर्याप्त निन्द्रा, दिनमा कम्तीमा पनि 7-8 घण्टा निन्द्रा लिनुहोस्। त्यस्तै अर्को हो नियमित स्वास्थ्य जाँच। रक्तचापको जाँच गर्ने, हरेक महिनामा रक्तचाप जाँच गर्नुहोस्। डाक्टरको सल्लाह लिनुहोस्। नियमित चेकअपका लागि डाक्टरको सल्लाह लिने काम गर्नुहोस्। त्यस्तै अर्को पोषक तत्त्वको उचित मात्रा, पोटासियम, म्याग्नेसियम र क्याल्सियम, यी तत्त्वहरू युक्त आहार लिनुहोस्। ओमेगा 3 बोसोयुक्त माछा र नट्स, यसले हृदयलाई स्वस्थ गराउन मद्दत गर्छ। त्यस्तै अर्को हो खाना पकाउने तरिका, कम तेल र मसला। खाना पकाउँदा कम तेल र मसलाको प्रयोग गर्नुहोस्। उमाल्ने, बाफमा पकाउने वा ग्रिल गर्ने विधिहरू अपनाउन सकिन्छ। त्यस्तै अर्को हो बेलुकाको खाना हल्का खाने। बेलुकाको खाना हल्का र कम मात्रा खाने बानी बसाल्नुहोस्। र अर्को हो प्रशोधित चिनी, जङ्क फुडबाट टाढा रहने। प्रशोधित चिनी र चिप्स, यी खाद्य पदार्थहरूबाट टाढै रहँदा राम्रो हुन्छ। र अर्को हो औषधि। चिकित्सकको सल्लाह अनुसार औषधि लिनुहोस्। यदि डाक्टरले औषधि सिफारिस गरेको छ भने नियमित रूपमा लिनुहोस्। उच्च रक्तचापबाट बच्न स्वस्थ जीवनशैली महत्त्वपूर्ण छ। धुम्रपान, अस्वस्थ आहार र शारीरिक निष्क्रियता जस्ता जोखिम कारक तत्त्वहरूलाई हटाउनु आवश्यक छ। नियमित स्वास्थ्य जाँच, सन्तुलित आहार र सक्रिय जीवनशैलीले दीर्घकालीन स्वास्थ्य समस्याहरूबाट बच्न मद्दत पुर्याउँछ। उच्च रक्तचापको प्रभावलाई कम गर्न प्रत्येक व्यक्तिले आफ्नो रक्तचापको नियमित निगरानी गर्न जरुरी छ। यसले गर्दा हामी स्वस्थ र दीर्घायु जीवन बिताउन सक्छौँ।